आज वैशाख पूर्णिमा। वैशाख पूर्णिमाको दिन भगवान बुद्धको जन्म भएको दिन। आजको दिनलाई निकै विशेष पूर्णिमाको रूपमा पनि लिइन्छ। आजकै दिन भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो। 35 वर्षको उमेरमा आजकै दिन उहाँलाई बुद्धत्व प्राप्त गर्नुभएको थियो र आजकै दिन उहाँले मृत्युवरण समेत गर्नुभएको थियो। बुद्धको जन्म, बुद्धत्व र मृत्युको त्रिसंयोग सबै घटना वैशाख पूर्णिमाको दिन नै परेकोले यस दिनलाई देश तथा विदेशमा रहनुभएको बौद्ध धर्मावलम्बीहरूले निकै श्रद्धाका साथ मनाउने गर्नुहुन्छ। हजुरहरू सबैमा पनि बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना।